नेपाल राष्ट्र बैंकको सबभन्दा ठूलो पद गभर्नर। यो पदमा कोही कसरी पुग्छ अनि उहाँको भूमिका कति महत्त्वपूर्ण हुन्छ, आज यसमै अलि गहिरेर कुरा गरौँ है त। नमस्ते। एकदमै यो पद देशको पुरै आर्थिक अनि वित्तीय प्रणालीको स्थिरताका लागि निकै नै महत्त्वपूर्ण छ। हामीसँग नि नेपाल राष्ट्र बैंक ऐन 2058 का केही अंशहरू छन् अनि अरू लेखहरू पनि, यिनै हेरेर आज कुरा गरौँ। हुन्छ। आज हामी नियुक्ति प्रक्रिया कस्तो छ, गभर्नरका काम के हुन्, अधिकार कति छ, अनि पद खाली भयो भने के हुन्छ वा हटाउनु परे के गर्ने, यस्ता कानुनी व्यवस्थाहरू पनि केलाउनेछौँ। ल त्यसो भए सुरु गरौँ न त। गभर्नर छानिन्छन् कसरी? ऐनले त एउटा सिफारिस समिति बनाउने भनेको छ जस्तो लाग्यो, हैन? हो, ठिक भन्नुभयो। ऐनमा व्यवस्था छ, अर्थमन्त्री अध्यक्ष हुने एउटा समिति बन्छ। ए, अर्थमन्त्री अध्यक्ष। अनि अरू को हुन्छन् त्यसमा? अरू 2 जना सदस्य हुन्छन्। एकजना चाहिँ पहिला गभर्नर भइसक्नु भएको कोही। ए, पूर्व गभर्नर, अनुभव पनि चाहियो। हो, अनि अर्को एकजना चाहिँ सरकारले तोकेको व्यक्ति, आर्थिक, मौद्रिक, ब्याङ्किङ यस्तै क्षेत्रको अलि नाम चलेको विज्ञ मान्छे। ऐनले त लब्ध प्रतिष्ठित बनेको छ। लब्ध प्रतिष्ठित भनेपछि एकदमै योग्य र मान्छेले पत्याएको हुनु पर्यो। हो, जसको विज्ञता र निष्पक्षतामाथि खासै प्रश्न नउठोस् भन्ने होला। यसले राजनीतिक नेतृत्व, अनुभव र विज्ञता मिलाउन खोजेको देखिन्छ। अनि यो समितिले कतिजनाको नाम पठाउँछ? नियुक्ति चाहिँ कसले गर्छ? समितिले 3 जनाको नाम पठाउँछ, क्याबिनेटमा, मतलब मन्त्री परिषदमा। 3 जना? हो, तर त्यो 3 जनामा डेप्युटी गभर्नरहरू मध्येबाट कम्तीमा 1 जना चाहिँ पर्नै पर्छ। ए, त्यो अनिवार्य? अनिवार्य। अनि मन्त्री परिषदले ती 3 जना मध्येबाट 1 जनालाई गभर्नर बनाउँछ। कार्यकाल 5 वर्षको हुन्छ। 5 वर्ष? ऐनमा त पद खाली हुनु 1 महिना अगाडि नै गर्नुपर्ने भनेको छ क्यारे। व्यवहारमा हुन्छ त त्यस्तो? खै, ऐनमा त छ, तर व्यवहारमा कहिलेकाहीँ अलि ढिला भएको पनि देखिन्छ। स्रोतहरू त्यस्तै भन्छन्। एकदमै, ऐनको दफा 20 मा छ यो व्यवस्था। नेपाली नागरिक त हुनै पर्यो, अनि उच्च नैतिक चरित्र भएको हुनु पर्यो। त्यो त चाहियो नै। अनि शैक्षिक योग्यतामा अर्थशास्त्र, मौद्रिक, ब्याङ्किङ, वित्तीय, वाणिज्य, व्यवस्थापन यस्तै विषयमा मास्टर डिग्री मान्छे स्नातकोत्तर। ए, मास्टर डिग्री नै? हो, अनि यिनै क्षेत्रमा कम्तीमा 10 वर्ष काम गरेको अनुभव पनि। बापरे, योग्यता त साँच्चै कडा रहेछ। हो नि, पदको महत्व र चाहिने विशेषज्ञतालाई हेरेरै होला। अब यस्तो योग्यता र प्रक्रियाबाट आएपछि त जिम्मेवारी पनि ठूलै हुन्छ होला। के हुन् त खास काम, कर्तव्य र अधिकार? केले बनाउँछ यो पदलाई यति शक्तिशाली? हो, गभर्नर भनेको राष्ट्र ब्याङ्कको प्रमुख कार्यकारी मात्रै होइन, देशको आर्थिक नीतिको एउटा मुख्य खेलाडी नै हो। उहाँका अधिकारहरूलाई यसरी हेरौँ न। हुन्छ। पहिलो त नीति बनाउने र लागू गर्ने, जस्तो मौद्रिक नीति। मौद्रिक नीति भन्छ बजारमा पैसा कति पठाउने, ब्याज दर कता लैजाने भन्ने एकदमै महत्त्वपूर्ण नीति। यसले सिधै अर्थतन्त्रलाई असर गर्छ। ए, ब्याज दर घटाउने बढाउने जस्तो? हो, त्यस्तै। अनि विदेशी विनिमय नीति बनाउने, ब्याङ्कहरूले कति नगद जगेडा राख्नुपर्छ, कति पुँजी हुनुपर्छ भन्ने नीति बनाउने। अनि दोस्रो नियमन र सुपरिवेक्षण। ब्याङ्क तथा वित्तीय संस्थाहरू नियममा चलेका छन् कि छैनन् भनेर हेर्ने, निर्देशन दिने, गल्ती गरे लाइसेन्स नै खारेज गर्ने सम्मको अधिकार हुन्छ। लाइसेन्स नै खारेज? त्यो त ठूलै अधिकार भयो। हो। तेस्रो चाहिँ ब्याङ्कको समग्र व्यवस्थापन हेर्ने, सुन, विदेशी मुद्राको सञ्चितलाई म्यानेज गर्ने, अनि विदेशमा अन्तर्राष्ट्रिय संस्थाहरूमा राष्ट्र ब्याङ्कको प्रतिनिधित्व गर्ने वा गराउने। यो मौद्रिक नीति बनाउने अधिकारले अर्थतन्त्रमा कस्तो असर पार्छ भन्नुभयो नि, अलिकति प्रस्ट्याउनुस् न। यो असाध्यै शक्तिशाली अधिकार हो। हेर्नुस्, ब्याज दर घटबढ हुँदा लगानी गर्ने कि नगर्ने, मान्छेले खर्च गर्ने कि नगर्ने भन्ने कुरामा फरक पर्छ। हो त। मूल्यवृद्धि नियन्त्रण गर्ने प्रयास हुन्छ। समग्र आर्थिक गतिविधि कता जाँदैछ भन्ने नै यसले निर्धारण गर्न सक्छ। गभर्नरको एउटा निर्णयले लाखौं मान्छे, हजारौं व्यापार व्यवसायलाई सिधै अफर पार्न सक्छ। साँच्चै संवेदनशील रहेछ। अब मानव कुनै कारणले गभर्नर पद खाली भयो या नियुक्ति ढिलो भयो रे, त्यस्तो बेला के हुन्छ? कसले चलाउँछ राष्ट्र ब्याङ्क? त्यसको लागि पनि ऐनमै व्यवस्था छ, दफा 27 मा। के छ त?
वरिष्ठ डेप्टी गभर्नरले कामु गभर्नरको जिम्मेवारी पाउनुहुन्छ। कार्यवाहक मतलब डेप्टी गभर्नरले हो, उहाँले दैनिक प्रशासनिक कामहरू, सामान्य नीतिगत कामहरू गर्न सक्नुहुन्छ। तर अलि ठूला दीर्घकालीन असर पर्ने खालका निर्णय गर्न चाहिँ सरकारको स्वीकृति चाहिन्छ वा छुट्टै निर्देशन आउनुपर्छ। भनेपछि सबै अधिकार चाहिँ हुने रहेनछ कामुलाई। त्यस्तै देखिन्छ। पहिला एकजना गभर्नर निलम्बन हुँदा कामु गभर्नरले नयाँ नोटमा सही गर्न पनि सरकारको छुट्टै निर्णय कुर्नु परेको थियो रे। हो र? हो, लामो समय कामु हुँदा नीतिगत रूपमा अलि अलमल हुने जोखिम पनि हुन्छ। एकातिर यति शक्तिशाली पद, अर्कोतिर कामुले ठूला निर्णय गर्न नसक्ने, अचम्म रहेछ। तपाईँ पदमा भएकै बेला हटाउन चाहिँ कत्तिको सजिलो छ त? हटाउन झन गाह्रो छ। प्रक्रिया निकै जटिल बनाइएको छ। यसले पदको स्थायित्व र स्वतन्त्रतालाई बल दिन्छ। कस्तो प्रक्रिया छ त? कार्यक्षमता नै नभएमा वा जानी ब्याङ्किङ प्रणालीलाई हानि पुर्याउने काम गरेमा अथवा बेइमानी गरेको, खराब नियत राखेको प्रमाणित भएमा मात्र हटाउन सकिन्छ। प्रमाणित हुनु पर्यो? हो, तर त्यसका लागि पनि एउटा जाँचबुझ समिति बन्नुपर्छ। सर्वोच्च अदालतको अवकाश पाएको न्यायाधीश अध्यक्ष हुने अनि अरू 2 जना विज्ञ सदस्य हुन्छन्। न्यायाधीशकै अध्यक्षतामा? हो, त्यो समितिले छानबिन गरेर सिफारिस गरेपछि मात्रै मन्त्री परिषदले हटाउन सक्ने व्यवस्था छ। भनेपछि यो प्रक्रियाले गभर्नरलाई राजनीतिक दबावबाट अलि पर राख्न खोजेको जस्तो देखियो है? हो, सिद्धान्ततः त्यही हो। गभर्नरले स्वतन्त्र भएर काम गर्न सकुन्, सरकार फेरिँदैमा पद नजाओस् भन्ने उद्देश्य देखिन्छ। तर फेरि यसले जवाफदेहितालाई कतिको सन्तुलनमा राख्छ त्यो चाहिँ छलफलकै विषय होला। आज हामीले गभर्नर कसरी छानिन्छन्, कस्तो योग्यता चाहिन्छ, उहाँहरूको जिम्मेवारी र शक्ति कति छ, पद खाली हुँदा के हुन्छ अनि हटाउने प्रक्रिया कति जटिल छ भन्ने बारेमा कुरा गर्यौं। साँच्चै केन्द्रीय ब्याङ्कको प्रमुखको भूमिका कति संवेदनशील र शक्तिशाली रहेछ भन्ने अझ प्रश्न भयो। निश्चय पनि। ऐनले एकातिर राष्ट्र ब्याङ्कलाई स्वायत्त संस्था मानेको छ, गभर्नरलाई महत्त्वपूर्ण अधिकार दिएको छ। तर अर्कोतिर त्यही ऐनमा सरकारले ब्याङ्कलाई निर्देशन दिन सक्ने र ब्याङ्कले त्यो मान्नुपर्ने व्यवस्था पनि छ। त्यो पनि छ। हो, अब यो स्वायत्तता र सरकारी निर्देशन बीचको कानुनी खेलले व्यवहारमा कस्तो सन्तुलन बनाउँछ होला? विशेष गरी आर्थिक सङ्कट वा राजनीतिक अस्थिरताको समयमा केन्द्रीय ब्याङ्क कतिको स्वतन्त्र रहन सक्ला? यो प्रश्न सधैँ महत्त्वपूर्ण रहन्छ। यसमा घोत लिनुपर्ने ठाउँ छ।